विवाह मानव समाजको सबैभन्दा पुरानो र महत्त्वपूर्ण संस्कार हो। प्रत्येक देश र संस्कृतिमा विवाहका आफ्नै अनौठा परम्परा र रीतिरिवाज छन्। केही परम्पराहरू हाम्रो लागि रमाइलो लाग्छन् भने केही अचम्म लाग्ने हुन्छन्। आउनुहोस् आज हामी विश्वका विभिन्न देशहरूमा प्रचलित केही रोचक र अनौठा विवाह परम्पराहरूको बारेमा कुरा गरौँ। 1. कङ्गो, हाँस्न नपाइने परम्परा। अफ्रिकी महाद्वीपको मध्यमा रहेको प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा विवाहको संस्कार अन्यभन्दा फरक छ। यहाँको विवाह समारोहभर दुलहा र दुलहीलाई मुस्कुराउन मनाइ हुन्छ। स्मृतिको फोटो खिच्दा समेत उनीहरूले गम्भीर अनुहार बनाउनुपर्छ। उनीहरूको मान्यता अनुसार मुस्कुराउनु भनेको विवाहप्रति गम्भीर नभएको भन्ने बुझिन्छ। यो परम्पराले दम्पतिको वैवाहिक जिम्मेवारीलाई प्रतिबिम्बित गर्छ। 2. जर्मनी, सँगै मुडा काट्ने परम्परा। जर्मनीमा बाउमस्टाम साजेन भन्ने रोचक परम्परा छ। यसमा नवविवाहित दम्पतिले विवाह समारोहमा आराको एक टुप्पो समातेर काठको मुढालाई रेट्नुपर्छ। यो परम्परा वैवाहिक जीवनमा आउने चुनौतीहरूलाई सँगै मिलेर सामना गर्ने प्रतिबद्धताको प्रतीक हो। यसले पाहुनाहरूलाई मनोरञ्जन प्रदान गर्छ र कहिले भुल्न नसकिने यादगार तस्बिरहरू खिच्न पनि सहयोग पुर्याउँछ। यसको साथै जर्मनको विवाहमा आमन्त्रितहरूले पोर्सिलिनका भाँडाकुँडाहरूलाई भुइँमा फ्याँकेर फुटाउने परम्परा पनि छ। यसले कुनै पनि दुष्ट आत्मालाई भगाउँछ र वैवाहिक जीवन सुखद बनाउँछ भन्ने मान्यता राख्दछ। समारोह सकिएपछि दम्पतिले सबै फुटेका टुक्राहरू सफा गर्छन्। यसले दुईजनासँगै काम गरेमा जुनसुकै चुनौतीको सामना गर्न सकिन्छ भन्ने सन्देश दिन्छ। 3. ग्रिस, दुलहाको दारी काट्ने परम्परा। विवाहमा दुलहाको दारी काट्नु अनौठो कुरा होइन, तर ग्रिसमा दुलहाको सबैभन्दा मिल्ने साथीले काटिदिनुपर्ने हुन्छ, जसले विवाहित जीवनमा प्रवेश गर्दा स्वच्छ र नयाँ सुरुवातको प्रतीक भन्ने बुझाउँछ। 4. रोमानिया, दुलहीको अपहरण गर्ने परम्परा। रोमानियाली विवाहमा दुलहीको अपहरण गर्ने एउटा रमाइलो परम्परा छ। यसमा दुलहाका साथीहरूले स्वागत समारोहको बीचमा दुलहीलाई अपहरण गरेर लैजान्छन्। दुलहाले आफ्नी दुलहीलाई खोज्नुपर्छ र फिर्ता ल्याउनका लागि फिरौती तिर्नुपर्ने हुन्छ। कहिलेकाहीँ त साथीहरूले अर्कै मान्छेलाई दुलहीको भेषमा ल्याएर झुक्क्याउने रमाइलो गर्ने पनि गर्छन्। यो परम्पराले विवाह उत्सवमा रङ्ग र रोमाञ्च थप्छ। 5. दक्षिण कोरिया, दुलहाको खुट्टा पिट्ने परम्परा। कोरियाली संस्कृतिमा विवाह अघिको समारोहमा दुलहाका साथीहरूले दुलहालाई पात्तो फर्काएर पैतालामा लट्ठी वा सुकेको माछाले पिट्ने गर्छन्। यो फलाका भन्ने परम्परा हो। यसले दुलहाको सहनशीलता र शक्ति परीक्षण गर्छ भन्ने विश्वास गरिन्छ। यो रमाइलो र हाँसो मजाकले भरिएको हुन्छ, जसले साथीबीचको सम्बन्धलाई थप बलियो बनाउँछ। यस परम्पराले दुलहालाई वैवाहिक जीवनका चुनौतीहरूका लागि मानसिक रूपमा तयार पार्छ भन्ने विश्वास गरिन्छ। 6. मलेसिया, 3 दिनको कठोर परीक्षा परम्परा। मलेसियाको बोर्नियो टापुका टिडोङ जनजातिमा नवविवाहित दम्पतिले 3 दिनसम्म कोठा छोड्न पाउँदैनन्। शौचालय समेत जान पाउँदैनन्। शौच कम लागोस् भन्ने हेतुले उनीहरूले थोरै मात्रामा खाना र पानी मात्र दिइन्छ र निरन्तर निगरानीमा राखिन्छ। स्थानीय विश्वास अनुसार यो अनुष्ठान पालना नगरे दम्पतिमाथि दुर्भाग्य आइपर्छ। यो कठोर परम्पराले दम्पतिको धैर्य र प्रतिबद्धताको परीक्षा लिन्छ। 7. फिजी, व्हेलको दाँत उपहार दिने परम्परा। फिजीमा दुलहाले दुलही माग्न जाँदा दुलहीको बुबालाई तबुवा अर्थात् व्हेलको दाँत उपहार दिनुपर्छ। यो दाँतलाई फिजियन संस्कृतिमा अत्यन्त पवित्र र मूल्यवान मानिन्छ। यो परम्परा विशेष गरी ग्रामीण क्षेत्रमा बढी प्रचलित छ, तर शहरी क्षेत्रमा पनि देख्न सकिन्छ। व्हेलको दाँत पाउनु सम्मान र जिम्मेवारीको प्रतीक मानिन्छ। स्विडेनमा तेस्रो व्यक्तिद्वारा चुम्बनहरू गर्ने परम्परा। स्विडेनमा दुलही समारोहबाट कतै बाहिर निस्किन् भने त्यहाँ रहेका सबै महिलाहरूले दुलहालाई चुम्बन गर्न पाउने परम्परा छ। र यसको विपरीत जब दुलहा समारोहबाट बाहिर निस्किन्छन्, पुरुषहरू पनि दुलहीलाई चुम्बन गर्न स्वतन्त्र हुन्छन्। यो वर्षौंदेखि चलिआएको समाजले मान्यता दिएको चलन हो। 9. स्कटल्यान्ड, दुलहीलाई कालो दल्ने चलन। स्कटल्यान्ड र नर्दर्न आयरल्यान्डमा ब्ल्याकेनिङ भन्ने प्राचीन परम्परा अझै पनि केही ठाउँमा प्रचलित छ। यसमा विवाह अघि दुलही र दुलहालाई पनि साथीभाइहरूले माटो, पिठो, अन्डा र अन्य फोहोर पदार्थ दलेर गाउँभरि घुमाउँछन्। यो परम्पराको उद्देश्य दुष्ट आत्मालाई टाढा राख्ने र दम्पतिलाई भविष्यका चुनौतीहरूका लागि तयार पार्नु हो। आजकल यो परम्परा साथीबीच रमाइलो गर्ने गतिविधिको रूपमा पनि मनाइन्छ। 10. केन्या र तान्जानिया, मसाई परम्परा।
सामान्य मसाई परम्परागत विवाह समारोहमा दुलहाले स्वीकार गरेपछि दुलहीको कपाल खौरिन्छ र उनलाई समुदायका वृद्ध व्यक्तिहरू बस्ने ठाउँमा लगिन्छ, जहाँ उनी आफ्ना बुबा र सबै मान्यजनहरूको अगाडि घुँडा टेकेर आशीर्वाद लिन जान्छन्। यस महिनामा बुबा र मान्यजनहरूले दुलहीलाई थुक्ने गर्छन्। थुक्ने चलन अलि अनौठो लाग्न सक्छ, तर मसाई मानिसहरूका लागि यो सम्मान र आशीर्वादको कुरा हो। विश्वका यी विविध विवाह परम्पराहरूले मानव समाजको सांस्कृतिक धनीपनलाई प्रस्तुत गर्छन्। केही परम्पराहरू हाम्रो लागि अनौठो लागे पनि ती समाजका लागि अत्यन्त महत्त्वपूर्ण र अर्थपूर्ण हुन्छन्। यी परम्पराहरूले प्रेम, प्रतिबद्धता, सहनशीलता र पारिवारिक बन्धनको महत्त्वलाई विभिन्न रूपमा प्रस्तुत गर्छन्। विवाह एउटा विश्वव्यापी संस्कार हो, तर यसलाई मनाउने तरिका हरेक संस्कृतिको आफ्नै छ। यी विविधताहरूले नै हाम्रो संसारलाई रोचक र सुन्दर बनाउँछन्।